हाम्रो गाउँतिर चाहिँ अब धम्माधम धान कोदो रोपाइ सुरु भयो साथीहरू। असार पनि लागिसक्यो। अनि यो चाहिँ हिजोको भिडियो म चाहिँ आज पोस्ट गर्दैछु। हामी चाहिँ हिजो रोपाइमा गएको थियौँ अनि रोपाइबाट घर आइपुग्दा चाहिँ रात परिसकेको थियो नि त। अनि रात परिसकेको यस्तो थाकेको हुन्छ होइन, आमामा केही गर्नै मन लाग्दैन कि। अनि भिडियो एडिट गर्न फेरि भोइस ओभर गर्न अलिकति टाइम लाग्छ मलाई चाहिँ। फेरि भर्खर बानी हुँदैछु नि त। अनि रोपाइ चाहिँ कहाँ हो भनेर मेरै गाउँको ओल्लो गाउँ पल्लो गाउँकोले चिनिसक्नु भयो होला, होमे खेत हो। अनि बादलबाट होमे जान चाहिँ म फेरि फर्स्ट टाइम हो कि रोपाइमा गएको, परमा गएको हो नि त। तर सबैजना आफ्नै गाउँको भएर मलाई चाहिँ एकदमै रमाइलो पनि लाग्यो। धेरैजना पनि थियौँ नि त, मान्छे चाहिँ को थियौँ भनेर आफैले गर्नु होला है, हेरेर कतिजना छौँ भनेर कमेन्ट गर्नु ल। अनि सबैजना यसरी होइन, यति धेरैजनामा त कस्तो रमाइलो हुन्छ क्या काम गर्न पनि। मलाई चाहिँ लास्टै रमाइलो भयो। अनि खाजा चाहिँ के खायौँ भने देखिसक्नु भयो होला होइन, सेलरोटी चाहिँ कसलाई मनपर्छ भन्नु होला। अचार सेलरोटी मलाई त्यस्तो धेरै खाउँ चाहिँ लाग्दैन, तर भेटेको बेला चाहिँ छोड्ने कुरा चाहिँ हुँदैन फेरि। अनि रोपाइ सकेर हामी चाहिँ फेरि घर आइपुग्न टाइम लाग्छ नि त, अलि टाढा नै पर्छ। अनि घरतिर लाग्यौँ। बाई बाई।